अब आजको पहिलो विषयबाट यहाँ कार्यक्रम सुरुवात गर्न चाहन्छु। काठमाडौँ सामाखुसीमा हिजो भएको भारी वर्षाका कारण बाटोको बेहाल भयो। यतिसम्म कि पानीको बहावका कारण बाटोसँगैको नाली पुरिएर बाटोभरि पानी नै पानी भयो। यस बीचमा स्कुलबाट फर्केर बाटो काट्दै गरेकी एक किशोरी नालीमा खसिन्। यो घटना भएको 24 घण्टा बितिसक्यो, तर स्मार्ट सिटी बनाउने सपना बाँड्दै व्यस्त जनप्रतिनिधिहरूले एउटा प्रतिक्रिया समेत दिएका छैनन्। हरेक वर्ष याममा यस्ता अप्रिय घटनाहरू घटिरहन्छन्, तर नवनिर्वाचित भइसकेपछि कहिल्यै पैदल अथवा निर्वाचित भइसकेपछि कहिल्यै पैदल हिँड्न नपर्ने जनप्रतिनिधिहरूलाई यस्ता घटनामा परि नागरिकहरू मरुन् वा बाँचुन् कुनै मतलब भएको देखिँदैन। नालीमा खसेर ह्युम पाइप भनिन्छ क्यारे, त्यस पाइप भित्र बगेर पनि भाग्यले बाँचेकी किशोरी सत्या सापकोटासँग आज हामीले भेटेका छौं। प्रस्तुत छ यो रिपोर्ट। शुक्रबार काठमाडौँ महानगरपालिकाको पहिलो नगरसभामा नवनिर्वाचित मेयर विद्या सुन्दर साक्यले स्मार्ट टोयलेट बनाउने लगायतका लोकप्रिय कार्यक्रम घोषणा गर्दै थिए। स्मार्ट टोयलेट तथा 100 दिनभित्र खाडल रहित सड़कको कुरा गर्दै गर्दा काठमाडौँको सामाखुसी चोक भारी वर्षासँगै डुबानमा पर्यो। यही क्रममा एक किशोरी विद्यालयबाट फर्किँदै गर्दा सड़क छेउको पानी जाने नालीमा पनि ह्युम पाइप भित्र छिरेको दृश्य एकाएक सामाजिक सञ्जालमा भाइरल बन्यो। डुबानको कारण सड़क र नाली केही छुटाउन नसकिने अवस्थामा यी किशोरी यसरी ह्युम पाइपमा डुबिन् र बग्दै 30 मिटर तल पुगेको उनलाई स्थानीय एक युवाले नालीबाट तानेर बचाए। यसरी पानीमा डुबेकी उनी बुटवलकी सत्या सापकोटा हुन्। नक्साल स्थित बृहस्पति विद्या सदनमा कक्षा 9 मा अध्ययनरत उनी स्कुलबाट फर्केर बाटो काट्ने क्रममा यो घटना भएको थियो। अनि त्यहाँ आउँदाखेरि त्यो ठाउँमा खाल्डो थियो भन्ने त्यो थियो भने थाहा थियो? थाहा थियो, म दिनदिनै त्यही बाटो हिँड्ने हो, तर त्यो दिन ठ्याक्क त्यतै छैन होला भनेको त्यही रहेछ क्या। सधैँ हिँड्ने बाटो चाहिँ थाहा थियो? थाहा थियो त्यहाँ छ भनेर, तर यता छ कि यता छ, त्यो सबै पानी नै पानी थियो अनि यतै छैन होला भनेको। पानी छिरेन? छिरेन त्यस्तो। के गर्नु, मुख बन्द गर्नु? भित्र त पानी नै पानी थियो, के गरे के गरे। अब त्यो अगर कहाँ पुग्ने बचाउँदैन त्यतिखेर डर हुन्छ एउटा। अब म गएँ कि बिना म अब मर्ने भएँ कि अथवा म घाइते हुन्छु कि के सोच्नु चाहिँ के आयो, के हुन्छ? भए होइन म मर्छु नै भने, अब बाँच्नु त चान्सै थिएन, त्यहाँ हो पनि थिएन, चान्स पनि थिएन। उनी भन्छन् कुनै उच्च ओहदाको व्यक्ति यसरी दुर्घटनामा परेको भए यस्तो व्यवस्था हुने थिएन। अब यही कुरा अब एकदम अब ठुलो पदको मान्छेलाई भएको भए त त्यहाँ एक्सन त ग्यारेन्टी उतिखेरै हुन्थ्यो होला। अब हामीलाई चाहिँ कहिले हुन्छ अब थाहा भएन। अब नेपालको गभर्मेन्टको त अब फुटपाथ पनि ल एकजना भन्दा धेरै त हिँड्न मिल्दैन। यो घटना काठमाडौँमा स्मार्ट शौचालयदेखि मोनोरेलको सपना बाँडिरहेका जनप्रतिनिधिले देखे या देखेनन्, तर हामी यी किशोरीको अवस्था बुझ्न शनिबार घटनास्थल पुग्यौं। सामाखुसीमा बस्दै आएकी सुशीला थापा मगरले पानी जमेको भिडियो खिच्दै गर्दा सापकोटा डुबेकी थिइन्। महिनौदेखि यसरी खुल्ला रहेको नालीमा सत्या पर्छिन् कि भन्ने चिन्ता थियो उनीलाई। उनले भिडियो कैद गर्दा गर्दै सत्या नालीमा खसिन्। ठ्याक्कै यहाँ पानीहरू सबै यो पुरिसकेको थियो नि त, पानीहरूले यो नालीहरू सबै भइसकेको थियो नि त, पानीले सबै भरिसकेको थियो कि, अनि ठ्याक्कै यताउता सबै जाम भइसकेको थियो कि, अनि मेरो कलेजको गाडी ठ्याक्क त्यहाँ आइपुगेको थियो होइन। अनि इन्स्टाग्राममा स्टोरी राख्छु भनेर कलेज गाडीलाई क्रप गरिराखेको थिएँ कि मैले, अनि यता सबै स्टोरी राख्छु भनेर खिचिराखेको थिएँ। अनि त्यहाँबाट
बाइकहरू लड्ने यस्तै मान्छेहरू त सानो खालको छ नि त्यसमा पर्ने भइरहेको थियो कि अनि यस्तो भिडियो फोटो यसरी हानिदिराख्दाखेरि अनि अब ला यो फुटिन पर्छ होला यो बुनु नि भन्ने ठ्याक्क उता हामी चाहिँ त्यो सानोमा पर्छ अब ला भनेको अनि ऊ चाहिँ यतापट्टि आयो कि डाइरेक्ट यतापट्टि आएर पऱ्यो कि मैले चाहिँ त्यो बच्चा चाहिँ भित्रभित्र गयो भनेको थिएँ कि त्यो घुमरी पऱ्यो नि अनि अब भित्रभित्र गयो भन्ने सोचेको थिएँ कि हिउँ पाइपमा बग्दै गरेकी सापकोटालाई बचाउन नुवाकोटका बिबिलाल तामाङले दौडिँदै गए र उनलाई नालीबाट निकाले। शनिबार हामी त्यहाँ पुग्दा सत्या सापकोटालाई बचाउने युवकलाई पनि त्यहीँ भेट्यौं। त्यो नानीले चाहिँ हामीले नआउ भनेर चाहिँ यतैबाट चाहिँ हामीले हातहरू हल्लायो तर उसले सुनेन अनि एक्कासी अब धम्मै त्यहीँ पर्यो अनि परिसकेपछि चाहिँ अब जसरी भयो यहाँ त हुन्न यो पानी तल नै क्रस गरेर गइरहेको हुन्छ अनि त्यसपछि तल जसरी नि तल पुग्यो होला भनेर चाहिँ दौडेर गर्दा चाहिँ अब तैरेर आइरहेको अवस्थामा चाहिँ मैले समातेको। सामाखुसीदेखि गुङ्गबुसम्म रिङ रोडको दुवै छेउको 1 किलोमिटर भन्दा बढी नाली खुल्ला छोडिएको छ। यही कारण पानी आउँदा थल बुझिन्छ र सामाखुसी क्षेत्र जलमग्न हुन्छ। पानी परेपछि सधैँ यस्तै हुँदो रहेछ यो क्षेत्र। यसपछि बाटो नाली कता के भन्ने कसैले छुटाउनै सक्दैनन् र दैनिक मोटरसाइकलदेखि पैदल यात्रु यसरी नै नालीमा डुबिरहन्छन्। नर्मल्ली पानी पर्दाखेरि पनि पुरै डुबानमा हुन्छ के अनि त्यसपछि त्यहाँनिर त अस्ति नै पनि अब सानो सानो पानी पर्दाखेरि पनि बाइकहरू डुबेर बाइक मान्छेसँग पस्दाखेरि नालीबाट निकाल्नै सक्दैन त्यो अल्झेर। यो सामाखुसीवासी तथा यो सडक भएर हिँड्ने सबैले वर्षा भएसँगै भोगिरहनु पर्ने नियति हो। सडक छेउमा हिउँ पाइप अल्पत्र अवस्थामा राखिएको छ तर नालीमा मान्छे नडुबेको दिन हुँदैन। तर काठमाडौँका जनप्रतिनिधि भने स्मार्ट मोबाइल स्मार्ट टोयलेटमा अल्झिँदै स्मार्ट सिटी बनाउने भन्दै मेट्रो र मोनोरेलको सपना देखाउन मस्त छन्। दर्शक महानुभावहरू यो हालत सधैँ नै वर्षामा हुने गरेको छ तर यस्ता घटनाहरू भइसक्दा पनि त्यति चासोहरू भएको देखिँदैन।